त्यो साँझ केही फरक थियो। आकाश हल्का सुनौलो रङमा ढाकिएको, हावामा पनि कुनै अनौठो शान्ति मिसिए जस्तो। म कलेजबाट फर्किँदै थिएँ, कानमा हेडफोन अनि बजिरहेको थियो अरिजित सिंहको फिर मोहब्बत भन्ने गीत। जीवन त्यति जटिल थिएन, एउटै क्लास, उस्तै साथीहरू र त्यही पुरानो बोरिङ दिनचर्या। तर त्यो दिन सबै कुरा बदलियो। कलेजको गेटमा मैले उनलाई पहिलो पटक देखेँ। हातमा नोटबुक समाएर उनी उभिएकी थिइन्। उनका कपाल हावामा हल्लिएका र फिजिएका थिए। आँखामा शान्तिको चमक थियो, तर त्यही शान्तिले मेरो मनमा आँधी चलायो। मनले भन्यो, त्यसरी नहेर्न भाइ, उसले थाहा पाउनेछ। तर उनीलाई थाहा त भइसकेको थियो। अप्रत्याशित रूपमा हाम्रो नजर ठोकिए र उनले हल्का मुस्कान दिइन्। त्यो एक मुस्कानले मेरो सम्पूर्ण संसारमा कुनै नदेखिएको उज्यालो ल्यायो। केही दिनपछि म उनलाई बारम्बार देख्न र खोज्न थालेँ। कहिले क्यान्टिनमा, कहिले पुस्तकालयमा, कहिले मैदान पार गर्दै, कहिले कहाँ। म उनलाई नदेख्दा भौतारिएको जस्तो भएँ। बल्ल तल्ल गरेर उसको नाम पत्ता लगाएँ। उसको नाम परी थियो। नाम सुन्दा नै मनले भन्यो, कति मिठो नाम। जस्तो पुरानो परिचित, उनको स्वभाव अरू जस्तो थिएन। न त उनी ठुलो स्वरमा हाँस्थिन्, न त अरूको ध्यान नै तान्थिन्। तर उनको नजरमा एउटा रहस्य थियो जसले मलाई झन आकर्षित बनायो। साथीहरू जिस्काउँथे, भाइ स्वीकार गर न, मन परेकी छे नि। म हाँस्थे, होइन यार, उसमा केही रोचकता मात्रै छ। तर मनले त पहिले नै मानेको थियो, रोचक होइन, विशेष छे उनी। एक दिन पुस्तकालयमा म एक्लै किताब पढ्दै थिएँ। अचानक उनी आइन् र मेरो छेउमा बसिन्। सायद सिट खाली थिएन होला, वा सायद भाग्यले नै त्यस्तो लेखेको थियो। थप्क्याउँदै भनी, माफ गर्नुहोस्, तपाईँकोमा एउटा कलम छ? म हल्का हतारमा भने, छ, लिनुहोस् न। कलम दिँदा उनका औँलाले मेरो औँला छुयो। त्यो स्पर्श बिजुलीको झट्का जस्तो महसुस भयो। उनले हाँस्दै भनिन्, धन्यवाद, र लेख्न थालिन्। म भने उनलाई हेर्दै बसेँ। कपाल कान पछाडि सार्ने बानी, सोच्दा ओठ हल्का टोक्ने आदत उसको। सबै कुरा अपरिचित भएर पनि चिनिएको जस्तो लाग्यो। लेखिसकेर उनले कलम फर्काइन् र भनिन्, तपाईँ धेरै पढ्नुहुन्छ जस्तो छ। म मुस्कुराउँदै भने, जब सोच्न मन छैन तब पढ्छु। उनले हाँस्दै भनिन्, त्यो मतलब तपाईँ धेरै सोच्नुहुन्छ। त्यो वाक्य सिधा मनमा पुग्यो। उनी गएपछि पनि म त्यहीँ बसिरहेँ। किताब खुल्ला थियो, तर अक्षरहरू धुन्धुन्ला थिए। मसँग अब एउटा कुरा मात्र बाँकी थियो, उनको सम्झना। मैले नोटबुकमा लेखेँ, कसैको नजरले कहिलेकाहीँ पुरै जीवनको अर्थ बदलिन्छ। त्यो क्षणदेखि मेरो संसार बदलिन थाल्यो। उनी सधैँ अपरिचित थिइन्, तर मेरो मनले उनलाई पहिचान गरिसकेको थियो। मलाई थाहा थिएन यो कथा प्रेमको सुरुवात हो कि पीडाको। तर एक कुरा पक्का थियो, उनी अब अपरिचित मात्र रहिनन्, उनी बनिन् मेरो अपरिचित मान्छे।